हेलो वेलकम ब्याक गाइज। मैले आफ्नो फिटनेसको बारेमा तपाईहरुमा लिएर आइसकेको छु। जस्ट सिम्पल फिटनेस, सिम्पल वर्कआउटले यस्तो बडी बनिनु सक्छ। तपाईहरु मेरो युट्युबमा गएर त्यहाँनिर लङ भिडियोमा गएर हेर्न सक्नुहुन्छ। मैले गरेको वर्कआउट त्यहाँ हालेको छु। तपाईहरु हेर्न सक्नुहुन्छ त्यहाँनिर गएर कसरी मतलब त्यहाँनिर चाहिँ भी शेप कसरी निकाल्ने भन्ने चाहिँ साथीहरु सिम्पल वर्कआउट छ एउटा मात्र, जसले गर्दा भी शेप निकाल्न सकिन्छ। खतरा भिडियोको एन्डसम्म हेरेर साथ दिनु होला साथीहरु। हेर्नुहोस्, यो चाहिँ मेरो दोस्रो भ्लग रहेको छ। देख्नुहोस् साथीहरु भी शेप कसरी निक्लेछ। सिम्पल एउटा वर्कआउट छ, गएर हेरिदिनु होला। ल त साथीहरु, खतरा छ है, जिउ चाहिँ खतरा छ। तपाईहरु वर्कआउट गर्नु होला, फिटनेस हुनु होला। फिटनेस भयो भने स्वास्थ्य पनि राम्रो हुन्छ। वर्कआउट गर्न थाल्नु होला साथीहरु सबैजना। अब मेरो चाहिँ यस्तै छ। यो चाहिँ मेरो चाहिँ करिब 1 हप्ता भन्दा ज्यादा भयो वर्कआउट गरेको, तर भिडियो चाहिँ अलिक लेट हालियो। यो चाहिँ मेरो फर्स्ट वर्कआउट भिडियो युट्युबमा हालेको छु साथीहरु। लाइक, सपोर्ट, सब्स्क्राइब गरिदिनु होला, माया देखाइदिनु होला। मेरो फर्स्ट भ्लग जस्तै यसमा पनि 1K भ्युज, 100 लाइक पुर्याइदिनु होला है त साथीहरु। ल त ल, भिडियोको एन्ड हुन आँटिसक्यो, एन्डसम्म हेरिदिनु होला। तपाईहरु पनि स्वास्थ्य हेल्दी रहनु होला भन्न चाहन्छु। र आजको यो भिडियोमा यति नै रहेको छ। ल साथीहरु, अर्को भिडियोमा भेटौँ है त। ल लाइक सब्स्क्राइब गरिदिनु पर्यो साथीहरु, माया देखाइदिनु पर्यो है त।